यो फाइट चाहिँ डिफेन्ड गर्न पाए हुन्थ्यो भन्ने कुरा हो केटा हो। हेलो एभ्रिवान, सबैजना ठिकै हुनुहुन्छ होला? म पनि ठिकै छु। आज चाहिँ मैले यस्तै फाल्तु टक लिएर आएको छु होइन। हाइलाइटमा त देखिहाल्नुभयो होला के को बारेमा कुरा भनेर। हाम्रो नेपाली टिम हो र स्पोर्ट होइन। अनि यही पिएमसिएलमा चाहिँ अलिकतिले गर्दाखेरि क्वालिफाई भएन। त्यसको लागि सबै हामी नेपाली फ्यानहरू त दुखी त छौँ नै होइन। तर हाम्रो टिमले पनि जबरजस्त पर्फर्मेन्स चाहिँ गरेको हो लास्टमा। त्यो एउटै पुस नरोकिनुको कारणले त्यही एउटा पुस घातक बनेर सारा हाम्रो नेपाली फ्यानको होइन मन रोएको छ। अनि लास्टै दुखी चाहिँ म पनि भएँ होइन। मलाई पनि भयो एक दुई घन्टा। अब एक दिन जस्तो मलाई गेमै खेल्नु परेन होइन। अब एकै पुसले गर्दाखेरि त्यस्तो भयो, त्यस्तो धक्का लाग्यो अनि गाह्रो भयो है। अनि सबैजना हामी त दुखी नै छौँ। त्यही पनि त्यस्तै हो गाइज। अब गेम भनेको गेमको आँखा हुँदैन होइन। कहिले राम्रो कहिले नराम्रो त भइहाल्छ होइन। अब यो पालि त के भयो त, अर्को पालि योभन्दा बेटरको साथमा कमब्याक गर्नुपर्छ हाम्रो नेपाली टिमहरूले। र 4YJ ले जति अब नेपाली उयसमा पहिलोचोटि इन्टरनेसनल लबीमा भएर पनि होला 4YJ को त्यस्तो भएको होइन। अब नेक्स्ट टाइममा आउँदाखेरि चाहिँ हेर्नेछौँ हामी बेटर गन पावरको साथमा 4YJ को पनि। धेरै उम्मिद र धेरै आशा थियो 4YJ मा पनि, तर के मिलाएन केटाहरूले त्यो चाहिँ थाहा भएन। त्यस्तो अब गेमको एनालाइसिस पनि होइन हामी है। अनि जे देखियो त्यही बोल्ने हो। सबैजनाले हामीले सपोर्ट गर्नुपर्छ होइन। अब त्यस्तै हो गेम त, कहिले उकाले कहिले ओह्राले भइहाल्छ नि होइन। सानो मिस्टेकले गर्दाखेरि धेरै ठुलो उयो हुनसक्छ होइन। त्यस्तै अब अनफर्चुनेटली हो अब हाम्रो नेपाली टिम हो र सेलेक्ट हुन सकेन। त्यसमा पनि कुनै दुःख मन छैन। नेक्स्टमा झन् दरिलो पावर भनेर आउनेछ हाम्रो टिम होइन। मैले त सोचेको थिएँ ल अब चाहिँ होइन पहिलो दिनमै अब 111 सबसे 16-17 पोइन्टको ग्यापमा थियो। अब चाहिँ जिसी हेर्नु पाइने भयो आफ्नै नेपाली टिमको साथमा भनेर यस्तो रमाइरहेको थिएँ है। अनफर्चुनेटली त्यो चाहिँ भएन। कोही बात नै, मुर्गीका दाँत नै। र हाम्रो केटाहरूले लास्ट फाइटको सँग कसरी हार्यो भनेर मैले चाहिँ यहाँनिर क्लिप राखेको छु होइन। हेरेर स्याड हुनु होला होइन। इन्जोय त गर्ने बेला छैन, इन्जोय गर्ने त्यहाँ केही पनि छैन होइन। स्याड मोमेन्ट हो त्यो चाहिँ लास्ट। अब त्यही फाइटले गर्दाखेरि हामी चाहिँ जिसी नपुगेको र हेर्नु होला र चित्त बुझाउनु होला गाइज। मलाई थाहा छैन हौ यो फाइट चाहिँ डिफेन्ड गर्न पाए हुन्थ्यो भन्ने कुरा हो केटा हो। पर्क्यो म्याच चिकन। यो एउटा फाइट हो क्या। ओहो नक चाहिँ कोही निस्किनु भएन है। नोफियरले पर डिजी ल्याएन कि लाएन। पुसायो पुसाए ल नाइ केटा नातिको न यार। नाइ स्लिपी नोफियर नाइ स्काई नाइ किन आत्तेको केटाहरू। जी